स्मार्ट वर्ल्ड में स्मार्ट बनने के लिए उपयोग करें स्मार्ट ऑन का। स्मार्ट ऑन जो कि एक एसिस्टिव डिवाइस और मोबाइल एप्लीकेशन है जो आपको हेल्प करेगा किसी भी चीज को, करेंसी को आइडेंटिफाई करने में या पढ़ाई में, क्योंकि इसमें लगा है स्मार्ट कैमरा। स्मार्ट कैमरा के साथ साथ इसमें है स्मार्ट आई जो डायग्राम्स, चार्ट्स, ग्राफ्स को समझने में आपकी हेल्प करेगा। इसके डॉक AI फीचर से आप डॉक्यूमेंट्स को 13 भाषाओं में समझ सकते हैं। इसके AI ट्यूटर फीचर से अपने किसी भी सवाल का जवाब जान सकते हैं और इसके स्मार्ट इमेज फीचर से किसी भी व्हाट्सएप इमेज को आप इस पे अपलोड करके उसकी समरी जान सकते हैं। स्मार्ट ऑन डिवाइस को किसी भी आई ग्लास में फिट करके आप इसका लाभ उठा सकते हैं और इसकी एप्लीकेशन का लाभ उठाने के लिए इसके साथ दी गई केबल को अपने एंड्रॉइड फोन में लगाएं। इस डिवाइस को चार्ज करने की भी आवश्यकता नहीं पड़ती क्योंकि ये फोन से ही पावर लेता है। ये डिवाइस अगर आप खरीदना चाहते हैं या इस पे कोई भी सब्सिडी चाहते हैं तो राब्ता करें हमारी सपोर्ट टीम 7016606884 से। स्मार्ट ऑन जो कर दे आपकी लाइफ को फुल ऑन। आदरणीय दर्शकवृन्द, बहुभाषाले भरिएको भारतमा 3.0 को सहयोग र निर्माणबाट एक सकारात्मक समाज प्रोग्राममा हजुरहरूको स्वागत छ। यो स्पेक्ट्रम द अवेरनेस प्रोग्राम प्रोजेक्ट र रेडियो उडानको बीच एक सकारात्मक सहयोग र पहल हो, जसमा हामी भारतको क्षेत्रीय अनुसूचित भाषामा वार्तालापको एक श्रृङ्खला प्रस्तुत गर्न गइरहेको छौँ। यो मञ्चको माध्यमबाट हामी हजुरहरू समक्ष आमा, बुबा, समर्थक र सम्बन्धित क्षेत्रमा पेशारत अनुभवी विशेषज्ञहरू सबैलाई लिएर आएका छौँ। स्पेक्ट्रम द अवेरनेस प्रोजेक्ट अभिभावकहरूको लागि सपोर्ट ग्रुप हो जो न्यूरोडाइभर्जेन्ट बच्चा अर्थात् मानसिक विविधता भएका बच्चाहरूको परिवारहरूलाई समर्थन सहयोगमा हाम्रो वरिपरि र समाजको भूमिका प्रति जागरुकता फैलाउन निरन्तर प्रयासरत छ। यो वर्षको हाम्रो थीम सोचको बदलावले हामी एक समावेशी समाजको निर्माण गरौँ। नमस्ते, म ध्यान अञ्जली जन्मभूमि नेपाल र बसाइ देहरादून र अहिले यहाँहरू समक्ष राजस्थान जोधपुरबाट बोल्न गइरहेको छु। म पेशागत हिसाबले सामाजिक कार्यमा सहभागी, मेडिटेसन र सन्त साहित्य प्रति कार्य गरिरहेको छु। दर्शकवृन्द, अब म यहाँहरू समक्ष मूल नेपाल निवासी देहरादून बसाई र कार्यको हिसाबले IT सेक्टर दिल्लीमा कार्यरत अरुण साक्यज्यूलाई आफ्नो र आफ्नो बच्चा परिवारको बारेमा विस्तृत रूपले यहाँहरू समक्ष कुरा गर्नको लागि आमन्त्रित गर्दछु। नमस्ते अरुणजी, कृपया आफ्नो बारेमा को रूपमा बच्चाहरूसँग यहाँहरूको व्यवहार कस्तो रहेको छ, मानसिक विविधताले भरिएको बच्चासँग अभिभावकले कस्तो भूमिका निर्वाह गर्नु पर्दो रहेछ, यो सबै जानकारी रेडियो उडानको तर्फबाट सम्पूर्ण अभिभावकहरूमा आफ्नो विचार व्यक्त गरी मेसेज दिनको लागि अनुरोध गर्दछु। धन्यवाद अञ्जलीजी। नमस्ते सबैलाई, म अरुण साक्य, म मूल निवासी नेपालको कि तर पढाइ सकेपछि म इन्डियामा आएर इन्डियामै बाँकी पढाइ खतम गरेर म यहीँ इन्डियामै कार्यरत छु। विगत 25 वर्ष भयो इन्डियामै काम गर्दै गरेको। अनि मेरो फ्यामिलीमा मेरो वाइफ, मेरो 2टा छोरा छ। ठुलो छोरा सिद्धार्थ 17 वर्षको छ, सानो छोरा तथागत ऊ चाहिँ 6 वर्षको छ। उनीहरू पनि यही भारतमै जन्मेका, यही हुर्के बढेका हुन्। अनि मेरो ठुलो छोरा सिद्धार्थलाई चाहिँ 4 वर्ष हुँदाखेरि चाहिँ अटिजमको डायग्नोसिस भएको थियो। अब अटिजम के हो, त्यो कसरी हुन्छ, त्यो सबै त अहिलेसम्म पनि विज्ञानले चाहिँ केही ठोस कारण बताउन सकेको छैन है।
तर जसरी बाँकी अभिभावकहरूलाई पनि आफ्नो बच्चामा यो समस्या हुँदाखेरि चाहिँ के गर्ने, कहाँ चाहिँ यसको चाहिँ उपचार गर्ने, कसरी चाहिँ बच्चालाई चाहिँ हामी ठिक गर्ने, त्यो आतुरी, त्यो प्यानिक सिचुएसन जुन अवस्था हुन्छ त्यो चाहिँ हामीलाई पनि भएको हो कि जसरी बाँकी अभिभावकहरूलाई भएको होला। तर त्यही हो, एउटा चाहिँ टाइम लाग्छ बच्चालाई बुझ्न, बच्चालाई के गर्ने भनेर कि हामीले पनि सिक्दै गयौँ कि बच्चा ठुलो हुँदाखेरि 4 वर्षदेखि लिएर अहिले 17 वर्ष हुँदासम्म चाहिँ थुप्रो कुराहरू सिक्यो कि त्यही कुरामा चाहिँ म 3-4वटा मुख्य पोइन्टहरू म अलिकति भन्न चाहन्छु यहाँ। हामीले चाहिँ जसरी यो अटिजम्स भएको बच्चाहरूलाई हामीले हेर्दाखेरि उनीहरूको जुन मूल अटिजमको जुन उनीहरूको जुन प्रब्लम हो त्यो र उनीहरूको चाहिँ अरू प्रब्लमहरू जुन शारीरिक रूपमै उनीहरूमा केही समस्या छ भने त्यसलाई छुट्याएर हेर्न सक्नुपर्ने हुन्छ। किनभने अब जस्तै एउटा उदाहरणको लागि चाहिँ अटिजम भएको बच्चाहरूमा धेरै जसो हामीले देख्छौँ कि उनीहरू चाहिँ बोल्न सक्दैन होइन। कतिपय अटिजम भएको बच्चाहरूको चाहिँ पाचन प्रणाली भनौँ न डाइजेस्टिभ प्रब्लमहरू हुन्छ। अब अभिभावकहरूले कस्तो हुन्छ भने यो दुवैलाई चाहिँ उनीहरूले चाहिँ मिसाएर एउटै प्रब्लम अटिजमको रूपमा चाहिँ हेरिरहेको हुन्छ। जुन शारीरिक रूपमा चाहिँ प्रब्लम हुन्छ त्यो चाहिँ उपचारले दबाईले चाहिँ ठिक गर्न सक्ने हुन्छ। त्यसलाई चाहिँ हामीले चाहिँ अटिजमसँग चाहिँ नराखिकन अलग्गै हेरेर चाहिँ उसको उपचार विधि लगाउनु पर्छ। तर अटिजम चाहिँ रोगको तरिकाले हेरेर उसको उपचार गर्नलाई के खोज्यो भने चाहिँ त्यसको चाहिँ कुनै समस्या समाधान हुने होइन। किनभने अटिजम त कुनै एउटा बिमारी नै होइन, एउटा चाहिँ यो बच्चाको चाहिँ जुन मस्तिष्कको जुन विकास भएको छ त्यो अलिक अलग तरिकाले भएको हुन्छ। उसले चाहिँ गर्ने तरिकाहरू हाम्रो सामाजिक रूपमा जुन अरूहरूले गर्ने हुन्छ त्यो नगरिकन उसको गर्ने तरिका अलग हुन्छ। त्यसमा चाहिँ हामीले चाहिँ विभिन्न चाहिँ अब बजारमा चाहिँ पाइने औषधि भयो होइन, या आयुर्वेदिक तरिकै भयो या कुनै होमियोप्याथी तरिका भयो, त्यसले चाहिँ अटिजम ठिक गर्नु भनेको चाहिँ हाम्रो बच्चामा चाहिँ हामीले चाहिँ एक्सपेरिमेन्ट गर्ने जस्तो मात्र हुन्छ। तर त्यसले चाहिँ कुनै समाधान हुने होइन। त्यसैले चाहिँ यो चाहिँ हामीले अलग अलग राखेर हेर्नुपर्छ। जुन शारीरिक समस्याहरू हुन्छ त्यसलाई चाहिँ उपचार विधिबाट ठिक गर्ने ताकि बच्चालाई चाहिँ सन्चो होस् कि। तर अटिजमको लागि चाहिँ हामीले चाहिँ बच्चालाई चाहिँ जुन उसको लागि चाहिँ इम्पोर्टेन्ट जुन थेरापीहरू हुन्छ कि जस्तै अकुपेसनल थेरापी भन्छौँ, स्पिच थेरापी भन्छौँ, त्यो सबै चाहिँ सानो हुँदाखेरि चाहिँ जति गर्यो त्यसले चाहिँ उसलाई चाहिँ उसको चाहिँ विकास गर्न चाहिँ उसलाई चाहिँ मद्दत पुर्याउँछ। तर चाहिँ त्यसलाई चाहिँ कुनै दबाईले चाहिँ ठिक गर्ने कोसिस गर्न चाहिँ यो चाहिँ ठिक हुँदैन। अर्को एउटा सबैभन्दा चाहिँ इम्पोर्टेन्ट पोइन्ट कस्तो हुन्छ भने हामी अभिभावकले नै हाम्रो बच्चाको जुन सिचुएसन छ, जुन कन्डिसन छ त्यसलाई चाहिँ एक्सेप्ट गर्नुपर्ने हुन्छ कि। धेरै जसो प्यारेन्ट्सहरूमा अभिभावकमा कस्तो हुन्छ भने यो किन यस्तो भएको, के गर्ने अब, त्यो सोच भन्दा पनि जस्तो हो यो एउटा नर्मल जुन बच्चा हुँदाखेरि जसरी हामीले चाहिँ व्यवहार गर्छौँ बच्चालाई त्यसरी नै व्यवहारमा ल्याएर उसलाई त्यसरी नै एक्सेप्ट गरेर हामीले अगाडि बढ्यो भने चाहिँ बच्चालाई चाहिँ उसको चाहिँ विकासमा एकदमै फाइदा पुग्छ। अब अटिजम भएको बच्चाहरूको उनीहरूको सिक्ने तरिका, उनीहरूको बानी बेहोरा उनकै तरिकाको हुन्छ। जब हामीले एक्सेप्ट गर्छौँ तब हामीले चाहिँ उसले बुझ्ने गरी उसँग चाहिँ वार्तालाप गर्न थाल्छौँ, उसले बुझ्ने गरी उसलाई सिकाउन थाल्छौँ। धेरै जसो कस्तो हुन्छ भने स्कुलहरूमा भयो कि अब अभिभावकहरूमै हुन्छ, हामीले उसलाई चाहिँ आफ्नो तरिकाले चाहिँ होइन कुरा गर्ने या सिकाउने चाहिँ कोसिस गर्छौँ। त्यसमा चाहिँ हामीले अलिकति परिवर्तन गर्नुपर्ने कस्तो भने उनीहरूले जसरी बुझ्न सक्छ, उनीहरूले चाहिँ जसरी चाहिँ बुझ्न सक्छ त्यो तरिकाले अगर यदि हामीले चाहिँ उसँग चाहिँ सिकायो भने चाहिँ उनीहरूलाई चाहिँ बुझ्न सजिलो हुन्छ। त्यो एउटा चाहिँ समाजमा पनि एउटा चाहिँ आमूल परिवर्तन हुनुपर्ने जस्तो लाग्छ मलाई। अर्को एउटा कुरा चाहिँ
हामी अभिभावकहरूले कस्तो गर्छौँ भने अब यो अटिजम भएको बच्चा हो, बाहिर लाँदाखेरि मान्छेले के भन्ला कसो भन्ला, बाहिर समस्या आउँछ होला भनेर हामी बच्चाहरूलाई चाहिँ बाहिर त्यति लाँदैन कि त्यो एउटा चाहिँ हामीले चाहिँ बच्चालाई चाहिँ अलिकति नाइन्साफी गरेको हुन्छ कि त्यसको मेरो धारणा त्यसमा चाहिँ हामीले चाहिँ जति बच्चालाई चाहिँ बाहिर लगेर जति उसलाई चाहिँ विभिन्न ठाउँहरूको अनुभव दियो, बच्चालाई सिक्न, बच्चालाई बुझ्न, यो समाजको संसारको बारेमा बुझ्न सिक्न चाहिँ त्यति नै उसले चाहिँ अनुभव बटुल्ने हुन्छ कि अब जति हामीले चाहिँ बच्चालाई चाहिँ यो बाहिर यस्तो अनुभवहरू दिँदैनौँ त्यति बच्चालाई चाहिँ कस्तो हुन्छ भने उसमा चाहिँ अलिकति हीन भावना आउन थाल्छ। उसमा चाहिँ म सायद चाहिँ सक्षम छुइनँ, म सायद गर्न सक्दिनँ होला। त्यसले गर्दाखेरि बच्चा कस्तो हुन्छ त्यति चाहिँ खुलेर अरूसँग चाहिँ होइन वार्तालाप गर्ने, अरूसँग चाहिँ इन्टरेक्ट गर्ने त्यो चाहिँ उसमा चाहिँ उसको चाहिँ इन्ट्रेस्ट चाहिँ कम हुँदै जान्छ। अनि त्यसले गर्दाखेरि चाहिँ यस्तो अटिजम भएको बच्चाहरूमा चाहिँ धेरै चाहिँ एङ्जाइटी इस्युहरू हुन्छ कि अब त्यसको निवारणको लागि चाहिँ हामीले उसलाई हरेक टाइम एकदमै धैर्यका साथ कि उनीहरूलाई चाहिँ जति हामीले चाहिँ प्रोत्साहन दिएर जति उनीहरूलाई चाहिँ विभिन्न चिजको अनुभव दियो भने त्यति चाहिँ ऊ चाहिँ रिल्याक्स हुन्छ, त्यति चाहिँ उसको चाहिँ मन शान्त हुन्छ। त्यसले गर्दा चाहिँ उसले चाहिँ सिक्ने बुझ्ने चाहिँ त्यति नै उसको बढ्दै जान्छ। एउटा अर्को हामीले चाहिँ चिज चाहिँ जो केही विशेषज्ञहरू जुन मैले भेटेँ थिएँ बिचमा है, उनीहरूले चाहिँ एउटा चाहिँ एकदमै राम्रो कुरा जुन हामीलाई सिकाएको थियो है, इङ्ग्लिसमा चाहिँ एडिएल भन्छ है। एडिएल भनेको एक्टिभिटिज अफ डेली लिभिङ। त्यो एउटा चाहिँ कस्तो भने हामीले इमिडिएट बच्चालाई फोकस गर्नुपर्ने सिकाउँदाखेरि चाहिँ उसको हरेक बिहान उठ्दाखेरिदेखि लिएर राति सुत्दासम्म चाहिँ उसको दिनचर्यामा उसले जुन चिज गर्नुपर्ने हुन्छ त्यो एउटामा चाहिँ हामीले फोकस गरेर त्यो सबैभन्दा पहिला बच्चालाई सिकाउनु पर्छ। त्यसले गर्दा चाहिँ उसले चाहिँ एउटा इन्डिपेन्डेन्ट स्वतन्त्र रूपले आफ्नो जुन दिनचर्यामा जे गर्नुपर्नेहरू गर्न सक्छ। जस्तै बिहान उठेर ब्रस गर्यो, वासरुम गयो, आफ्नो लुगा लाउने, आफै खाना खाने कि अनि जस्तै स्कुल जान्छ भने आफै स्कुल जान सक्षम होस्, फर्केर आएर आफ्नो कपडा चेन्ज गर्ने, त्यो जुन नर्मल जुन एउटा उसको दिनचर्यामा गर्नुपर्ने कुराहरू पहिला उसलाई त्यो सिकायो भने चाहिँ एउटा चाहिँ इन्डिपेन्डेन्ट चाहिँ बच्चाले चाहिँ त्यो सिक्दाखेरि चाहिँ एउटा चाहिँ अभिभावकमाथि डिपेन्डेन्सी पनि रहेन, बच्चाले आफै गर्न सिक्नुहुन्छ। त्यो एउटा चाहिँ फर्स्ट सबभन्दा पहिला हामीले चाहिँ फोकस गरेर सिकाउनु पर्ने हुन्छ। मेन पोइन्ट चाहिँ अब मेरो अनुभवको हिसाबबाट हेऱ्यो भने चाहिँ मतलब 13 वर्ष भयो कि मेरो छोराको, त्यसमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट अहिले मैले लागेको चाहिँ जुन एउटा धैर्य हुनुपर्छ हामी अभिभावकमा है। हामी चाहिँ कहिले चाहिँ हार मानेर हुँदैन, केही हुँदैन भनेर चाहिँ हार मानेर बस्यो भने चाहिँ हामीले बच्चालाई चाहिँ केही चाहिँ सहयोग गरेर उसलाई अगाडि बढाउन सक्दैन। त्यसैले चाहिँ अत्यन्त धैर्यका साथ कि कसैले केही भन्ला भन्ने, समाजले के भन्ला, अरूले के गाली गर्ला, अरूले के होइन अवहेलना गर्ला भनेर त्यो सबै नसोचिकन हामीले चाहिँ एउटा चाहिँ नर्मल बच्चाको टाइपमै उसलाई लिएर चाहिँ अगाडि बढ्यो भने चाहिँ बच्चाले चाहिँ थुप्रो कुरा सिक्न सक्छ। ऊ चाहिँ एउटा चाहिँ समाजको एउटा चाहिँ आम नागरिक जस्तै पनि उसले बनाउन सकिन्छ। त्यो एउटा चाहिँ मेरो विश्वास छ। जी अञ्जलीजी। हजुर, राम्रो कुरा भन्नुभयो है। यहाँको अरुणजीको सिद्धार्थ र तथागत दुईजना छोराहरू है, हजुर, मानसिक विविधता भएको बच्चाहरूलाई कसरी अलग अलग गरी कसरी हेर्ने र यसलाई कसरी डिल गर्ने भन्ने कुरा राम्रोसित अरुणजीले बताउनु भयो। यहाँनिर अभिभावक कस्तो हुनुपर्छ र बच्चाको साइकोलोजी हेरेर कसरी व्यवहार गर्ने र बच्चाहरूलाई ठिक गर्नको लागि थेरेपीको माध्यमबाट, अपरेसनको माध्यमबाट सुरुमा पहल गर्ने, ताकि आयुर्वेदिक औषधि अरू कुनै ठाउँमा गएर गरिकन बच्चाको साइकोलोजी हेरेर र अपरेसन थेरापीको थ्रु नै हामीहरू सुरुमा ट्रिटमेन्ट लिनलाई जरुरी भएको अरुणजीले बताउनु भयो कि अहिले। र बच्चालाई इन्डिपेन्डेन्ट हुनको लागि डेली रुटिन
कसरी सुरु गर्ने, डेली रुटिनबाट नै बच्चाहरू इन्डिपेन्डेन्ट छ त्यो कोर्स गराई एक अभिभावकले जिम्मेदारी निभाएको अरुणजीले बताउनु भयो। र 13 वर्षको बच्चा आज तथागत 13 वर्षको भएको छ र अभिभावकको के जिम्मेदारी हुन्छ र कसरी धैर्यताको साथ अरुणजीले आफ्नो छोरा तथागतको लागि अहम भूमिका निभाउनु भयो, यो कुरा सबै अभिभावक श्रोताहरू मार्फत राख्नु भएकोमा अरुणजीलाई धेरै धेरै धन्यवाद छ। नमस्ते। हजुर, यो यसमा चाहिँ म एउटा अर्को के पोइन्ट एड गर्न चाहन्छु भने अनि बच्चाहरूको एउटा विकासको लागि अब हामीले एउटा हेर्नुपर्ने अर्को के हुन्छ भने उसको बच्चाको इन्ट्रेस्ट कुन फिल्डमा छ कि त्यो पनि एउटा चाहिँ हामीले सँगसँगै हेरेर र अगाडि बढ्नुपर्ने हुन्छ। हजुर, अनि बच्चाहरूलाई नै कम्पिटिसन र कम्पेरिजनको माहौल र फियरको माहौल अलग राखेर ट्रिटमेन्ट गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ के त्यो। अब हाम्रो यो मानव समाज हेर्दाखेरि अब जहिले पनि जज कसैलाई जज गर्ने कम्पेयर गरेर हेर्ने त्यो चाहिँ समाजमा छँदैछ कि त्यो चाहिँ समाजले चाहिँ गर्न सक्ने कस्तो भने यस्तो बच्चाहरूलाई जब हामी भेट्छौँ कि उनीहरूको बानी बेहोरा उनीहरूले चाहिँ राम्ररी कुरा नगर्ने, उनीहरू अर्कै धुनमा रहने, त्यो सबैलाई जज नगरिकन उसलाई जस्तो ठिक लाग्छ उसलाई त्यति रहन दियो। उसलाई जज गरेन, जजमेन्ट नगरिकन कुनै अर्कोसँग कम्पेयर गरेर त्यो राम्रो छ तिमी राम्रो छैनौ, उसले गरे जस्तो तिमीले गर्न सकेनौ, त्यो एउटा चाहिँ नगरिकन आसपासको जुन समाज भयो परिवारकै अर्को मान्छेहरूले त्यो एउटा नगरिकन उसलाई एक्सेप्ट गर्यो भने त्यसले चाहिँ बच्चाको विकासमा चाहिँ एकदमै ठुलो परिवर्तन ल्याउँछ। हजुर हजुर, अनि यस्तो बच्चाहरू फेरि संवेदनशील हुन्छ है, अनि यस्तो बिहेभियर बाहिरबाट खराब आयो भनेदेखि हीन भावनाले पनि ग्रसित हुन्छ नि, त्यही भएर फ्रेन्डली माहौल जरुरी हुन्छ। हजुर, अब जस्तै अब म आफ्नै छोराको कुरा गर्दाखेरि चाहिँ नि अब उसले चाहिँ उसको चाहिँ कस्तो भने जब उसलाई केही सोध्नु छ तब आएर सोध्छ, यसरी सँगै बसेर कुरा गर्दैन कि अब हामीले केही सोध्यो भने चाहिँ जवाब दिन्छ, उसलाई केही सोध्नु छ भने सोध्छ, उसको चाहिँ हामीसँग चाहिँ वार्तालाप गर्ने यति मात्रै हुन्छ। तर अब उसले चाहिँ हामी कुरा गरेर सबै सुनिरहेको हुन्छ, उसले बुझिरहेको हुन्छ कि अब उनीहरूको चाहिँ एउटा जुन क्षमता छ कुरा बुझ्ने, मान्छेको अनुहार देखेर उसले चाहिँ थाहा पाउन सक्छ कि हामी रिसाएको छौँ कि हामी दुखी छौँ कि त्यो सबै थाहा पाउन सक्छ कि उनीहरूको त्यो सेन्सिटिभिटी भनौँ है, त्यो उनीहरूको सेन्सिटिभिटी हामीभन्दा चाहिँ एकदमै चाहिँ विकसित हुन्छ, एकदम धेरै संवेदनशील। तर हामीले कसो गर्छौँ भने उसले बोलेन भने चाहिँ उसलाई केही थाहा छैन भनेर हामी बस्छौँ, त्यो चाहिँ गलत हो। त्यसको लागि चाहिँ हामीले उसले चाहिँ बुझेको सबै छ, उसले बोलीमा परिणत मात्र नगरेको हो कि त्यसको लागि चाहिँ त्यसैले चाहिँ हामीले चाहिँ उसको लागि चाहिँ त्यो बोल्न नसकेको कारणले चाहिँ उसलाई चाहिँ नि सक्षम छैन भनेर जज गर्नु चाहिँ ठिक हुँदैन। हजुर, ल त अब के कार्यक्रम यही समाप्त गर्ने हो अहिलेको लागि, आजको लागि। हजुर, म एउटा अर्को के मेसेज दिन चाहन्छु भने जस्तै मैले आफ्नो छोराको लागि जुन गरेको थिएँ कि मैले चाहिँ अब जस्तै कोही नर्मल बच्चाहरू कस्तो हुन्छ नि, अब उनीहरू बाहिर गएर साथीभाइहरूसँग खेल्छ कि उसको बडीलाई जुन उसको विकास भइरहेको बेला चाहिँ उसको बडीलाई चाहिँ जुन एक्सर्साइज चाहिने हुन्छ, त्यो हाम्रो अटिजम भएको बच्चाहरू त्यति बाहिर घुल्नु नमिल्ने भएर उनीहरूको बडीलाई जुन नर्मल डेभलपमेन्ट हुँदाखेरि चाहिँ उनलाई जुन चाहिने एक्सर्साइजहरू त्यो हुँदैन है। त्यसको लागि चाहिँ मैले चाहिँ छोरालाई चाहिँ डिफ्रेन्ट अलग अलग स्पोर्ट्सहरूमा कि खेलहरूमा मैले उसलाई चाहिँ खेल्न लगाएँ कि अब उसले चाहिँ जस्तै मैले उसलाई स्विमिङमा हालेँ, स्विमिङमा चाहिँ उसले चाहिँ एकदमै इन्ट्रेस्ट देखायो कि इन्ट्रेस्ट देखाएर चाहिँ अब हामी पहिला बम्बईमा बस्दाखेरि त्यहाँ एउटा राम्रो कोच भेटियो, उसले चाहिँ उसलाई मजाले राम्ररी स्विमिङ सिकायो कि अब स्विमिङले चाहिँ दुईवटा चिजको फाइदा भयो है, स्विमिङ
त एउटा थेरापी जस्तै काम गर्छ कि बच्चाहरूको एक्सर्साइज पनि हुन्छ, उसको एउटा चाहिँ कसो भने अरूहरूसँग स्विमिङ गर्ने एउटा उसको वातावरण पनि भयो। उसले स्विमिङ गर्दा गर्दा अहिले चाहिँ उसले चाहिँ 2017मा चाहिँ उसले चाहिँ इन्डियाको मालवन भन्ने ठाउँ छ, त्यहाँ चाहिँ ओपन सी स्विमिङ हुन्छ हरेक साल है। त्यहाँ चाहिँ उसले चाहिँ 1 किलोमिटरको सी स्विमिङ पनि कम्प्लिट गर्यो। त्यो एचिभमेन्ट भन्दा बढी चाहिँ उसलाई चाहिँ जुन एउटा चाहिँ कुनै खेलहरूमा इन्भल्भ गर्दाखेरि बच्चाको शारीरिक विकासदेखि लिएर उसको शरीरमा भएको जुन ऊर्जा हामी बर्न गर्छौँ ठुलो हुँदाखेरि त्यसमा पनि हेर्नु। अब वाइफको चाहिँ मेरो चाहिँ सिङ्गिङको ब्याकग्राउन्ड है, अनि उसले चाहिँ मेरो छोरालाई सिङ्गिङ गाना गाउन पनि उसलाई चाहिँ अलिकति कोसिस गर्यो। उसले गाना पनि राम्ररी पिक गरेको छ। देहरादुनमा अहिले चाहिँ ऊ चाहिँ क्लासिकल सिङ्गिङमा ट्रेनिङ लिँदैछ। त्यसै गर्दा मैले उसलाई मेरो छोरालाई ब्याडमिन्टनमा पनि त्यति अलिक एक्सपोज गराएँ। ब्याडमिन्टन पनि उसले राम्ररी खेल्न इन्ट्रेस्ट देखायो। मतलब हामीले आफ्नो यो मानसिक विविधता भएको हाम्रो बच्चाहरूलाई चाहिँ अलग अलग चिजहरूमा चाहिँ हामीले चाहिँ इन्भल्भ गराएर उनीहरूकोलाई चाहिँ इन्ट्रेस्ट जगाउने चाहिँ कोसिस गर्नुपर्छ। सक्दैन उनीहरू राख्यो भने चाहिँ उसले केही गर्दैन। अलग अलग चिज हुन्छ। अब विभिन्न अब अहिले हामीले हेऱ्यो भने भारतमै चाहिँ नि अब विभिन्न यस्तो अटिजम भएको बच्चाहरूले कुनै बच्चाहरू चाहिँ म्युजिकमा यति राम्रो छ, कुनै बच्चाहरू चाहिँ एउटा बेङ्गलोरको एउटा बच्चा छ, उसले चाहिँ ज्वेलरी बनाएर अहिले चाहिँ अनलाइन ज्वेलरी बेच्छ कि। कुनै बच्चाहरूको चाहिँ सिङ्गिङमा त्यति राम्रो छ कि। उनीहरूको ट्यालेन्ट थुप्रो छ कि। हामीले त्यो ट्यालेन्टलाई चाहिँ कसरी चाहिँ अगाडि ल्याउने अलग अलग चिजहरू ट्राई गरेर कोसिस गरेर हामीले त्यो एउटा पनि हामीले बच्चाहरूलाई चाहिँ ल्याउने कोसिस गर्न सक्नुपर्छ। अभिभावकको रूपमा चाहिँ यहाँले बहुत ठुलो जिम्मेदारी र सुन्दर कार्य गर्नुभएको रहेछ अरुणजी, बहुत सुन्दर। एक सफल और स्वतंत्र जीवन में दृष्टिहीनता कोई बाधा नहीं होती, लेकिन कैसे? NFB कर्नाटक की मदद से। ये आपको देता है पर्सनल असिस्टेंस और ट्रेनिंग प्रोग्राम्स, जिससे आप महसूस करेंगे एम्पावर्ड और आत्मनिर्भर। NFB कर्नाटक की एड्स एंड अप्लायंसेस सर्विस आपको देती है एक उज्जवल कल के लिए आवश्यक उपकरणों तक पहुंच। इतना ही नहीं, NFB कर्नाटक की ब्रेल कम टॉकिंग लाइब्रेरी है सभी के लिए सुलभ पुस्तकों का भंडार। इस टॉकिंग लाइब्रेरी के साथ जिंदगी का आनंद उठाएं। NFB की इंफॉर्मेशन एंड काउंसलिंग सर्विसेज आपको देंगी सटीक जानकारी और विशेषज्ञों से मार्गदर्शन। इतना ही नहीं, NFB की लीगल और सिविल एडवोकेसी सर्विस आपको रूबरू कराएगी अपने अधिकारों से एक समानतापूर्ण दृष्टिकोण से। घर बैठे पाइए जॉब ओपनिंग्स पर ऑथेंटिक जानकारी। जी हाँ, NFB कर्नाटक आपको देता है SMS जॉब अलर्ट सर्विस। NFB कर्नाटक सही मायनों में बना है दृष्टिबाधितों की आवाज। हम आवश्यक सहायता और सुलभ पुस्तकालयों से लेकर वकालत और करियर के अवसरों तक एक अधिक समावेशी समाज बनाने के लिए समर्पित है। आज ही हमसे संपर्क करें 08023484794 पर, या फिर आप कॉल कर सकते हैं 9916368800 पर। अधिक जानकारी और सकारात्मक बदलाव का हिस्सा बनने के लिए nfbkarnatak.org पर जाएं। NFB कर्नाटक, वॉइस ऑफ द विजुअली इम्पेयर्ड।